अगले सालको पादै साथीहरू यस्तो रमाइलो छ जिन्दगी हाम्रो चाहिँ लास्टै रमाइलो हो आज चाहिँ एकदम सबै भइयो भाइ वाउ साथीहरू क्या दामी देखिया छ है हेलो एभ्रीवन वेलकम ब्याक टु माय युट्युब च्यानल आज फेरि आइसकेको छु साथीहरू आज बल्लको तिहार गाई तिहार सबै साथैको तिहार लिएर हजुरहरुको सामु नयाँ भिडियो लिएर आइसकेको छु आज चाहिँ बिहानै घाम नझुल्किँदै अलिअलि हल्का हल्का बादल गरेको छ एकदम माहौल एकदम खतरा छ साथीहरू एकदम गाउँको अर्ग्यानिक भिडियो लिएर खत्रै भइरहेछ साथीहरू हामी चाहिँ सबै भाइ बिना भेट भएको दिन हो हामी चाहिँ जाँदैछौँ सबै मिलेर घुमफिर गर्न बाफीकोट स्यारपुतालैमा बाफीकोट स्यारपुताल घुमफिर गर्न जाँदैछौँ है साथीहरू हामी पछाडिको केटाकेटीहरू यस्तो छन् यिनीहरू भनेको मेरा दिदीहरू एउटी भदैनी हुन् अरू चाहिँ दिदी बहिनी हुन् है साथीहरू हामी चाहिँ जाँदैछौँ घुमफिर गर्न तपाईँहरूको हालखबर के छ साथीहरू सुनाउनु यो रोड कहाँ पुग्छ साथीहरू यस्तो छ है मामाले त शीतमा खुट्टा चप्पल यस्तो राम्री मान्छेले चप्पल फेरि यस्तो लगाइछिन् हेर्नुहोस् घाँस यस्तो छ बाटो यस्तो छ म यस्तो छु फेरि यस्तै छिन् गाह्रो छ साथीहरू हामी चाहिँ मेन रोडमा पुग्न लागिसकेका छौँ अहिले चाहिँ हो भइयो साथीहरू फाइनली रोडबाट पुगिसक्यौँ म त्यस्तो रमाइलो गर्नुपर्छ त होइन कति जहिले गरिरहन्छन् सानो भेरी देखियो साथीहरू सानो भेरी हामी रोड यस्तो हाम्रो गाउँतिरको एक पच्ची रोड पुगिसक्यौँ सेतो के सेतो यहाँबाट देखिन्छ है धेरै अहिले पर देखिन्छ जुत्ता खोजे कहिले रुचि स्याडी रुचि के सानो भेरीको तिरैमा यति राम्रा खेतका बालीहरू लहर बहर गर्दैछन् साथीहरू प्याला साथीहरू हामी चाहिँ पुगिसक्यौँ झुलुङ्गे पुलमा यस्तो होला सानो बेरीको तिरैतिर झुलुङ्गे पुलमा हामीहरू सारा डरले साथीहरू हामी चाहिँ कुनाखेतको मेला लाग्ने ठाउँतिर पुगिसकेका छौँ है हाम्रो यात्रा चाहिँ जारी छ हामी चाहिँ सुल्पा किन खाएर छौँ है साथीहरू सुल्पा यस्तो पाइन्छ चाहिँ हामी सुल्पा भन्छौँ तपाईँहरू के भन्नुहुन्छ ए सुल्पा यिनी चुरोट खाने होला चुरोट खाने सुल्पा यस्तो चुरोट राख्ने आमालाई एउटा चुरोट खान लाग्छ आमालाई लाग्छ एउटा चुरोट खाने एउटा चोर बिलाइती चोर यो नदीको छेउ भने साथीहरू यस्तो बाँधेर पाइन्छ नि अन्त फाइनली साथीहरू हामी चाहिँ पुगिसकेका छौँ है स्यारपुताल पुगिसकेका छ थोरै देखिया छ है साथीहरू थोरै देखिया छ हामी चाहिँ पुगिसकेका छौँ स्यारपुतालैमा वाउ साथीहरू क्या दामी देखिया छ है स्यारपुताल साथीहरू राम कति ठुलो यो त घारी पनि उता पर अलि थोरै रहिसक्यो चढेर हेर्ने ठाउँ पनि रहेछ साथीहरू यहाँ चाहिँ यस्तो दामी छ पारी रहेछ बोट पनि रहेछ ढुङ्गाहरू
हामी चाहिँ यसरी चढ्दैछौँ खतरा देखिँदैछ त यार यहाँबाट तीनवटा कुना कतिवटा कुना भयो एउटा कुना त्यहाँ भयो एउटा कुना त्यहाँ एउटा कुना यता भयो यहाँसम्म यति धेरै ठुलो माछा पाल्ने होला नि हो माछा पाल्ने हो क्या त यहाँ फेरि ढुङ्गा ल साथीहरू हामी चाहिँ अब फर्किसक्यौँ है अब घरतिर स्यारपुताललाई बाई बाई स्यारपुताल फेरि आम्ला माछा किन्न भन्दै हामी चाहिँ जान लागिसक्यौँ आइसेल भन्नु मेरो हैन जो बान्छ उसैको सुनमाइना जो बान्छ उसैको रिटा गारा पारी गार्छ लैमा सबके फुलरिटा साई बनाउनु गाडी भाडा म बनाउला पिठा साई बनाउनु गाडी भाडा म बनाउला पिठा म बनाउला पिठा सुनमाइना म बनाउला पिठा अब पनि अर्कै पनि एउटा टुक्का आउनु त सालको पात टिप्दैछन् केटीहरूले सालको पात है साथीहरू यस्तो रमाइलो छ जिन्दगी हाम्रो चाहिँ लास्टै रमाइलो हो आज चाहिँ एकदम सबै भइयो भाइ बनाइयो के काम गर्ने कालु मकै खाने भालु भने रहेछ साथीहरू होइन अरू सबैले काम गर्दैछ सबैले काम गर्दैछ साथीहरू हामी त खाने अब अमिलो ल्याएको थियौँ खाने हो साथीहरू अब